हेलो गाइस, गुड आफ्टरनुन। आज चाहिँ म घुम्न जाँदैछु है, अलि टाढै बाइकमा भाइसँग। अनि यो चाहिँ राइडर हो, 1 नम्बरको, लाइसेन्स छैन त्यही पनि लिएर हिँड्छ। आज चाहिँ हामी कहाँ तौद नजिकै छ, त्यहाँसम्म पुग्ने प्लान छ। अब हेरौँ, अलिकति मोड छ भने अलिक माथिसम्म पनि पुग्न सकिन्छ। त्यो चाहिँ खास कृतिपुर हो, हाम्रो डेस्टिनेसन चाहिँ खास कृतिपुर तौद हो। त्यहाँसम्म पुगिन्छ अनि त्यसपछि मुड चल्यो भने हामी जहाँ पनि पुग्न सक्छौँ है। तपाईँहरूको सपोर्ट चाहिन्छ मलाई। हामी चाहिँ अब जाँदैछौँ है स्कुटरमा, सर र डियोको स्कुटर हो यो। अलिअलि कुरा गरिदिउँ न, के थाहा भोलि मोडलिङको लागि बोलाइहाल्छ कि डियोले होइन। डियोको स्कुटर हो, दामी माइलेज दिन्छ, अफ रोड पनि जान्छ अलिअलि। तर मलाई त त्यो थाहा छैन, भाइ हो चलाउने, यसलाई थाहा छ। तर वान अफ द बेस्ट स्कुटर भन्ने पनि हुन्छ नेपालको यो चाहिँ। अरू चाहिँ नाम चल्ने हो 1-2 दिन अनि हराइहाल्छ नि, तर यो चाहिँ सदाबहार छ। त्यही भएर गाइस अलवेज डियो, होन्डाको होइन त्यो होन्डाको डियो होइन त, डियो भने के को डियो हो, डियो पो हो कि। हामी चोबारमा आइपुग्यो है। यहाँबाट माथितिर चाहिँ चोबारको डाँडा हो है। चोबार जान्छ यो बाटो हो होइन, चोबार जान्छ यो बाटो हो। अनि होप्पील्यान्ड चाहिँ अलि अगाडि छ। होप्पील्यान्ड चाहिँ एउटा स्विमिङ पुल गेमहरू भएको, स्पेसल्ली स्विमिङ पुल भनौँ न, गेमहरू भएको रमाइलो ठाउँ छ। होप्पील्यान्ड जाने बाटो चाहिँ अलिक तलबाट हो, दिइरहेको छु। आउँदैन तपाईँले साथ सपोर्ट गर्नुभयो भने अझ पनि राम्रो भ्लगहरू, स्पेसल्ली यहाँको भन्दा पनि दुबईको भ्लगहरू तपाईँले हेर्नु पाउनुहुन्छ। किनभने म चाहिँ यहाँ भ्याकेसन आएको हो, लाइक अब 10-15 दिनमा जाने बेला भइसक्यो। काम गर्ने टाइममा काम सकिँदैन अनि भ्याकेसनको टाइममा भ्याकेसन सकिहाल्छ। सो टिल देन प्लिज है, हाम्रो डेस्टिनेसन तपाईँहरूलाई देखाउँछु म। थ्याङ्क यू। हेलो, हामी चाहिँ अब पार्किङ गर्दैछौँ, तौद आइसक्यो होइन। कस्तो लागिरहेको छ? कपाल चाहिँ के भयो? चस्मा पनि के लाउनु, घाम सकिन्छ है। उताबाट आइसक्यो, अलिक काले भइहाल्छ, दरी जुङ्गा पाल्ल्या छ है। त्यही हो त गाइस, यो चाहिँ तौद जाने बाटो होइन। यहाँ चाहिँ सानो सानो फुड स्टलहरू छ। अनि पोखरीभित्र पसेर मदिरा सेवन नगर्नु होला अरे। पहिले खाएर आज हुन्छ के भने त्यहाँभित्र गएर रक्सी नखानु रे क्या। पहिले खाएर आज हुन्छ के गर्ने भने भमिट गर्छ नि। हेर जम्पिङ चपाक रेस खेल्छस् ओइ मे जाँदैन त, कति पछि आएको यार भन्दा त। आइस टी, बबल टी होइन, आइस कोला। प्लेग्राउन्ड रहेछ नि क्याराको। ए यो रिसोर्टको रिसोर्ट रहेछ नि त। हामी अब अर्कोचोटि त्यहाँ आउनुपर्छ। टिकट काट्नुपर्ने हो दादा, काट टिकट। त्यही पैसाले काट्न। यहाँ पोखरी प्रत्येक हप्ता बुधबार माछालाई दाना हाल्न पूर्ण रूपमा बन्द गरिएको छ। बुधबार चाहिँ किन? यो टिकट लिँदै आयो, ब्यालेन्स आयो। कति रहेछ? 20 रुपियाँ। आज चाहिँ दाना खान पाउँछ। आज बुधबार हो होइन नि त, भोलि हो नि त होइन। गाइस यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसनहरू छ, पुरा पढ्दिनु है। भयो देखाइस्? ओए माछा उफ्रिया
यताबाट चाहिँ हामी यो चाहिँ हाम्रो नेपालको के भन्छ ओसी सी होइन सी हो लेक जे भयो नि हो नि त अब नेपाली आउँदैन नि त फ्लावर म्यारिगोल्ड यस्तो भोक लाग्यो नि त मोमो खानु मन लागेको छ मलाई तर के खानु मन लाग्यो मलाई पान खान्छस् पान नखाने खाँदैनस् बुद्धस गार्डन रे वा दामी रहेछ है हेर्नु ठाउँ त हेर्न चिल हान्ने है दामी रहेछ इन्फ्लुएन्सर हो स्पोन्सर दिनु भनेको थियो भन्ने क्या कता जाने पौडी खेल्छस् वा दामी ठाउँ आइपुग्यो यही हो किर्तिपुर किर्तिपुर यही हो यो चाहिँ जताबाट हेरे पनि एउटा कुना चाहिँ देखिँदैन अरे क्या यो ठाउँको विशेषता हामी त्यो अब यहाँ एउटा कुना देखेको छैन त्यहाँ गएर हेऱ्यो भने अर्को देखिँदैन अरे माछा आएको छैन माछा सबै मरेछ अस्ति है आइस भएर पानी हामी चाहिँ चिल हान्न आइपुगिसक्यौँ होइन अब यहाँ त त्यस्तो कि चिल हान्न पाइँदैन यो चाहिँ एउटा फ्रेस हुने ठाउँ मात्र हो तर कस्तो लागिरहेको ठाउँ त फर्स्ट टाइम आयो किन फर्स्ट टाइम ए नजिकै बसेर आउनु पर्दैन घुम्न चौध भनेको चाहिँ हो होइन यहाँ यो चाहिँ लेक छ यहाँ माछाहरू आउँछ अहिले डकहरू स्वामहरू पनि आउँछ होला होइन हामी माछालाई दाना खुवाउँछ नि तपाईँको हेर्नु माछा टरा पनि छ यहाँ अस्ति चाहिँ केही मरेछन् बिचरा धेरै चिसो भएर पानी परेको होला गाइस नाग भगवान है यो चाहिँ बिचो हुनुहुन्छ अनि एउटा भनाइ के छ नि यहाँको होइन तपाईँहरूले एउटा ढुङ्गा बोकेर जानुभयो भने चाहिँ तपाईँ घरमै नाग आउँछ अरे भन्ने भनाइ छ अब त्यो एक्सपेरिमेन्ट गर्न त मलाई मन छैन भोलि आयो भने त टेन्सन हुन्छ तर भनेअनुसार लिएर जान्छस् त भोलि नाग अनि आयो भने त घरमा होइन एउटा अन्धविश्वास पनि हुनसक्छ त कि एक्सपेरिमेन्ट गर्न चाहन्छस् नाग देउताको हो नि त यो तौदह भनेर उयो डाँडामा जाने हो उद्या टुप्पोमा यस्तो रमाइलो लाग्छ यार मलाई यस्तो ठाउँमा आयो आनन्द क्या हेर्न यो टुप्पो देखिँदैन यो टुप्पो त्यो टुप्पो देखिँदैन अब के को रुख हो के फलिरहेको छ यहाँ हाँस आयो नि त हाँस यता रहेछ नि त आज कसले बिख हाल्दैन मरेर भनेर माछा यहाँ हो भने टाउकै नभिजेको नि हेर्नु यो रुखमुनि कस्तो बिचमा हो यो नै नि कहाँ रहेछ त्यो चिया चाहिँ के भन्नु छ तिमीहरूलाई चट यहाँ रहेछ नि चिया खान्छस् यो बाटो चाहिँ लुखर लुखर हिँड्ने है तर मैले के एक्सपेक्ट गरेको थिएँ त्यस्तो एक्सपेक्ट चाहिँ भने हेलो गाइस हामी चाहिँ यो डग खोज्दै आएको होइन आइपुग्यो किन भिडियो पाइँदैन फोहोर भएछ नि होइन त जाऊँ न तपाईँ चिया खाम गयो भने तानिदिइहाल्छु नि एक दुई सर्ट यस्तो राम्रो ठाउँ रहेछ है यहाँ बसिरहेको छ कस्तो काले देखि तँलाई
कस्तो म त बियर खान्छु यार बियर खान्छ चिया खान्न चिया खाने वातावरण एक मिनट लाग्छ कस्तो लाग्यो तल चिया यहाँको स्पेसल मसला टी भने होइन चिया दोको स्पेसल मसला टी हो म ट्राई गर्दैछु है म कस्तो भन्छु है म चिया लभर हो तर दामी बेस्ट बेस्ट हो यो चाहिँ टी कसम खत्रै छ ini helmet koi see meditation there see again no drama this chair bye bye oi message on lord घर जाने बेला भयो पन्छीहरु ह चीज हो दामी छ है ठाउँ त लेक साइड रमाइलो ढुङ्गा छोडी हेर्दैछ ढुङ्गा छैन नि त्यहाँ बोर्ड छैन नि यहाँ थियो होला नि त यहाँ पार्टी नि गर्नु मिल्दो रहेछ लाइक क्विट लाइभ म्युजिक भइरहेको क्या लाइभ म्युजिक भइरहेको क्या दामी छ हेर्न यसले गर्दा झन् पोखरा लाग्यो होला यो बिचको मन्दिर जस्तै क्या है जाडो भयो नि त गाइस सही देखेँ दामी माउन्टेन भ्यू देखिँदो रहेछ है गाइस यहाँबाट चाहिँ मैले पनि भर्खर देखेँ यो लाइक अ पिक्चर तर यो दामी छ